नमस्कार अनि शुभ प्रभात दर्शक साथीहरू। म यस युट्युब च्यानलको आधिकारिक सञ्चालक इन्द्र भुजेल। मेरो भिडियो हेरिरहनुभएका सम्पूर्ण दर्शक साथीहरूलाई आज म तपाईहरुलाई लग्न कुण्डली राशिफल बताउन गइरहेको छु। आउनुस् राशिफलले के भन्दो रहेछ हेरौं। वर्तमान समयको आकाशमा ग्रहहरूको उपस्थिति कुन राशिमा छ त्यसको आधारमा राशिफल कथन बोलिने हुन्छ। 2082 को आरम्भसँगै वर्तमान समय अनुसार आकाशमा गोचर गरिरहेका 4 ठूला ग्रह बृहस्पति, शनि, राहु, केतुको गोचरीय अवस्थाले हामी 12 लग्न राशिहरू मध्ये को कसलाई के कस्तो शुभ अशुभ समय बनेर देखा पर्न सक्छ भनेर मैले अध्ययन गरेर प्राप्त गरेको ज्ञानलाई लग्न राशिफल नाम दिएर म वाचन गर्न लागिरहेको छु। राशिफल वाचन गर्न अघि म पहिले ग्रहहरूको आकाशीय गोचर गति अवस्था छोटकरीमा सुनाउन लागिरहेको छु। थोरै धैर्य गर्नुस् है त। शनिले एक राशिबाट अर्को राशिमा पुग्न 30 महिना लगाउँदछ। यो अस्ति भर्खरै चैत्र 16 गते कुम्भ राशिबाट मीन राशिमा गएको छ। बृहस्पतिले एक राशिबाट अर्को राशिमा पुग्न 12 महिना लगाउँछ र यो अस्ति जेठ 1 गतेबाट वृष राशिबाट मिथुन राशिमा आएको छ। राहु केतुले एक राशिबाट अर्को राशिमा पुग्नलाई समय 18 महिना लगाउँदछ भने यिनीहरूले अस्ति भर्खरै जेठ 7 गते राशि बदलेको छ। राहु मीनबाट कुम्भमा आएको छ र केतु कन्यादेखि सिंहमा गएको छ। यो वर्ष शनि राहु केतुले वर्षभरि नै हामीलाई एक राशि अनुसारको दोष दिइरहेको हुन्छ। बृहस्पति ग्रह अक्टोबर 18 मा कर्कट राशिमा प्रवेश गर्नेछ र डिसेम्बर 6 मा बक्री हुँदै पुनः मिथुन राशिमा आउनेछ। बक्री मार्गी अवस्थाले गर्दा बृहस्पतिको गोचरीय अवस्था 2 राशि अन्तर्गत रहने हुनाले बृहस्पतिले भने हामीलाई यो वर्षमा 2 राशि अनुसारको दोष दिइरहेको हुनेछ। आउनुस् अब हामी आफ्नो राशिफलतिर जाउँ। यो राशिफल कथन 4 ग्रहहरूको आधारमा रहेर अहिलेलाई अक्टोबर 18 को दिनभित्रलाई मात्र मान्य हुनेछ। अक्टोबर 18 पछि बृहस्पति कर्कटमा जानेछ। बृहस्पतिको बक्री मार्गी अवस्थाले गर्दा फल कथनमा थोरै गन्जागल हुन सक्ने भएकोले बाँकी अक्टोबर पछिको राशिफल कथनमा म पुनः अर्को भिडियो बनाएर तपाईहरुलाई दिनेछु। आउनुस् प्रथम राशि मेषलाई कस्तो रहेछ यो समय अवस्था सुन्नुहोस्। तपाईहरुको लागि 9 भाग्य र 12 मोक्ष स्थान स्वामी ग्रह बृहस्पति यो साल अक्टोबर 18 सम्मलाई तृतीय स्थान मिथुन राशिगत रहनेछ। शनि मीन राशिभित्र उत्तरभाद्रा नक्षत्रको 1 स्थानमा बक्री भएर पूर्वभाद्रा 4 मा फर्किरहेको हुनेछ। राहु कुम्भ राशिमा पूर्वभाद्रा 1 मा हुनेछ र केतु सिंह राशिभित्र पूर्व फाल्गुनी 3 मा हुनेछ। यसरी यिनीहरूको बसाइ अवस्थाले तपाईहरुको लागि समय जेठ महिना लागेपछि अचानक बदलिएर देखा पर्नेछ। जेठ महिनाबाट बुद्धि, विवेक र भाग्य बदलेर आँटे सोचेका कुराहरू पूरा हुने प्रक्रियामा अघि बढ्नेछन्। जेठ महिनाको अन्तिम साताबाट ती प्रक्रियाहरू सफल भएर तपाईहरुलाई सुख र खुशी प्राप्त हुन सुरु गर्नेछ। असार महिना तपाईहरुको लागि सर्वोत्तम शुभ र सफल रहनेछ। आँटे सोचेका कामलाई पूरा गर्न यो महिना योग्य रहनेछ है। विशेष गरी यो समयले तपाईहरुलाई बुद्धि, विवेक, माया, प्रेम, सन्तान प्राप्ति जन्य उद्देश्य, भविष्यप्रतिको योजना चिन्तन, साथी समाज, भाइ बहिनी, सरकारी कामकाज, कुल धर्म संस्कृति, पिताप्रति आदर सम्मान, भाग्य वृद्धि अर्थात् भगवानको कृपाबाट असफलता तथा कष्टमाथि विजय प्राप्ति, कालजन्य कष्टबाट मुक्ति, दाम्पत्य विवाह तथा यौन सुख प्राप्ति जन्य विषयमा तपाईहरुले विजय तथा शुभ समय प्राप्त गर्नुहुनेछ। व्यापार, बिजनेस, कामकाज, नोकरी, विदेश यात्राको लागि भने यो समय त्यति शुभ नरहला, तर अक्टोबर पछि भने यी विषयले तपाईहरुलाई शुभ समय अवश्य दिलाउनेछ। अब वृष राशि तपाईहरुको लागि यो वर्षको सुरुवाती समय आरम्भकाल आय आम्दानी जन्य रहेर सन्तोषजनक रहे तापनि मानसिक तनावजन्य समस्या वैशाख महिना भर रहने हुन्छ। जेठ महिना सुरु हुन साथ मानसिक तनावदेखि मुक्ति त मिल्नेछ, तर कष्ट र खर्च तुल्य समय सुरु हुन थाल्नेछ। असार महिना खर्चालु हुन सक्छ, तर पनि आय आम्दानीमा भने कमी हुने छैन।
व्यापार बिजनेस तथा कामकाजीहरूको लागि कर्मको राहुले नसोचेको प्रगति त दिन्छ, तर चतुराईजन्य फटाई कार्यदेखि सावधान रहनुहोस्। जुन 6बाट मंगल शुद्ध भएपछि दाम्पत्य सुख लगायत धेरै कुरामा सन्तोषजनक समय बनेर देखा पर्नेछ। विदेश यात्राको लागि समय सामान्य रहनाले कुनै दुविधा त छैन, र पनि उत्तम समयको लागि भन्नुपर्दा जेठ महिनाको तेस्रो सातापछिबाट समय शुभ रहनेछ। अक्टोबर 18 देखि डिसेम्बर 6 सम्मको समय दूषित रहन सक्छ। आफ्नो कमी कमजोरीहरूलाई समयमै बुझेर होशियार रहनुहोस्। अब मिथुन राशि, तपाईहरूको लागि सालको आरम्भकालदेखि नै समय उत्तम बनेर देखा पर्दै आइरहेको छ। यो वर्ष मिथुन लग्न राशि हुनेहरूको लागि बृहस्पति, राहु र शनि ग्रह आकाशमा शुभ उच्च रहनेछ। विशेष गरी राजकाज, राजनीति, व्यापार बिजनेस र कामकाजीहरूको लागि समय उत्तम बनेर देखा पर्नेछ। यदि तपाईहरूको जन्मकुण्डलीमा शनि, राहु, बृहस्पति यी 3 ग्रहले शुभ तथा राजयोग बनाएर बसेको भएमा यो वर्षको समयले तपाईहरूलाई जिन्दगीभर मध्येको सबैभन्दा शुभ वर्ष बनेर देखा परिदिनेछ। यदि यी 3 ग्रह कुण्डलीमा शुभ अवस्थामा छैनन् भने चाहिँ वर्तमानमा शुभ उच्च हुन आइपुगेको ग्रहहरूको शुभ फल प्राप्तिमा कमी हुनेछ। तर पनि राजकाज र कामकाजीहरूलाई समयले शुभ हुने अवसर प्राप्ति गराइरहेको हुनेछ। शुभ र सम्मानित हुन सक्नु या नसक्नुमा जिम्मेदार तपाईको आफ्नो निजी व्यक्तित्वमा निर्भर रहन्छ। वर्षको आरम्भकाल समयमा धन खर्च हुने प्रबल सम्भावना देखिनेछ। जेठ महिनाको तेस्रो सप्ताहबाट समय बदलिएर धन आगमनको समय सुरु हुन थाल्नेछ। असार महिना साहसिक बनेर देखा पर्न सक्छ। राजकाज र सरकारी कामकाजीहरूको चुमुलदेखि सावधान रहनुहोस्। विद्या प्राप्ति, बुद्धिद्वारा अनलाइन टिचिङ, शेयर मार्केट, मीडियाकर्मी, कलाकार, ब्रोकर, वैदेशिक क्षेत्रमा अफिसियली कार्य सञ्चालन गरी आएका एजेन्ट, सट्टाबाजी, धोखाधडीमा संलग्न मानिस, माया प्रेम तथा विवाह गर्न इच्छुकहरूको लागि आकाशमा रहेका यी 3 ग्रहहरूले यो साल मिथुन लग्न राशि हुनेहरूलाई शुभ समय प्रदान गराउने प्रयासमा तत्पर रहनेछ। सफल हुन सक्नु या नसक्नु त्यो तपाईको निजी व्यक्तित्वमा निर्भर रहनेछ। अब चौथो राशि कर्कट, तपाईहरूको लागि यी ग्रहहरूको उपस्थित स्थान अनुसारको समय फल। वैशाख महिनाको आरम्भबाट शनि ग्रहको दूषित अवस्थाले तपाईहरूलाई जोरदार कर्म प्राप्ति उद्देश्यले उक्साउनेछ, जसको लागि मनज्ञ धन खर्चिनु पर्ने पनि हुन सक्छ। तपाईको विचार र उद्देश्यले गर्दा अग्रज तथा मान्यजनलाई असहनीय पीडा हुन सक्छ, या पुर्खौली धन सम्पत्ति नाश तथा खर्चको समय निर्माण हुन सक्छ। बुद्धि, विवेक र कामकाजको स्वामी ग्रह नीच भएर शिर तथा लग्न स्थानमा भड्किलो अवस्थामा रहेकोले आफ्नो बुद्धि विवेकलाई स्वयं आफैले बुझ्न गाह्रो हुनेछ, किनकि यो समयमा यता शनिको दूषित अवस्थाले गर्दा अग्रजलाई अशान्त दिलाउनु परेको छ। उता बुद्धि र कर्मस्थानको स्वामी ग्रह मंगल शिरमा नीच अवस्थामा रहिदिनाले तपाईलाई हतारमा नबुझिकन निर्णय लिन बाध्य गराइरहेको हुनेछ। जेठ महिना सुरु भएपछि भाग्यको दाता ग्रह बृहस्पति लाभ स्थानबाट हटेर कमजोर हुँदै बाहिर मोक्ष स्थानमा जान्छ। बृहस्पतिको यो अवस्थाको कारणले शनि ग्रहलाई बल मिल्न सुरु हुन्छ, किनकि उसको उद्देश्य भनेकै तपाईको अग्रजहरूलाई दुःख दिनु हो। बुबाले छोरालाई या छोराले बुबालाई कष्ट पुर्यायो भनेर यो समयमा विभिन्न किसिमका अनौठा घटनाहरू घट्न सक्छन्। बृहस्पतिले घर सरेको 5 दिनपछि राहु र केतुले घर बदलेपछि भाग्य तथा धननाशको समय सुरु हुन थाल्छ। जुलाई 11 असार 27 सम्म धन खर्च हुने प्रक्रियाले निरन्तरता लिइरहनेछ। तपाईहरूको लागि हृदय तथा चौथो स्थान तुला राशिमा शिरमा नीच रहेको मंगल, कष्ट स्थानमा बलवान रहेको राहु र बाहिर मोक्ष स्थानदेखि बृहस्पतिको कुदृष्टि परिरहेको छ। 31 मेबाट शुक्र मीन राशिबाट मेष राशिमा गएपछि तपाईहरूलाई थोरै भए पनि आत्मबल बढ्नेछ। घर गृहस्थीमा सुधारजन्य प्रगति तथा शुभ कार्य कर्मको अवसर प्राप्त हुनेछ। साथै वाहन, विद्या प्राप्ति तथा र मातालाई खुशी तुल्याउने अवसर प्राप्त हुनेछ। असार महिनाबाट भदौ असोजसम्म
समय उद्देश्य प्राप्त नजिक हुँदै बढ्नाले तपाईहरुलाई घर बाहिर निस्कन पाउने अवसर प्राप्त पनि हुन सक्छ। अब सिंह राशि, तपाईहरुको लागि समय गएको चैत्र महिनाबाटै दूषित बनिरहेको छ। समयसँग दुखी भएर समय बिताउन बाध्य हुनुपर्ने हुन सक्छ। दुखी रहनुपर्ने प्रमुख कारण घर्यासी कलह बनेर देखा पर्नेछ। विवाहितहरू माझको सम्बन्धमा समस्या देखा पर्ने समय निर्माण हुँदै जानेछ। माया प्रेममा समय बिताइरहनु भएका युवा युवतीहरूलाई समय उत्तम रहनेछ, तर माया प्रेमबाट विवाह बन्धनमा परिवर्तन हुनलाई भने समय हानिकारक छ। कामकाज, व्यापार, बिजनेस, राजनीति जस्ता विषयमा विवादित समय देखा पर्नेछ। समयले तपाईहरुको अस्तित्व खोताल्ने प्रयास गर्नेछ, होशियार रहनुहोस्। राजकाज तथा कर्ममा विवादित हुनेहरूको लागि समय मे 31बाट समय थोरै सुधार हुँदै अघि बढ्नेछ, तर ग्रहको अवस्था सुधारिँदैमा तपाईले गुमाइसकेको मान सम्मान वापस हुन्छ भनेर चाहिँ नसोच्नुहोस्। ग्रहको दूषित अवस्थाले निर्माण गरेको समय बदलिन सक्छ, तर घटना जब कारबाही बनेर घट्छ त्यो त बितिसकेको हुन्छ। अब कन्या राशि, असार र भदौ महिना तपाईहरुको लागि शुभ र निर्णायक बनेर देखा पर्नेछ। खेलकुद, लडाई झगडा तथा बिमारी अवस्थाबाट मुक्त हुनलाई जेठ महिनाको तेस्रो सप्ताहबाट समय शुभ हुँदै आउनेछ। विदेश जान पर्खाइमा रहनुभएकाहरूलाई अक्टोबर 18 देखि डिसेम्बर 6 भित्रको समय उत्तम समय हुनेछ। अब कन्या लग्न राशि, तपाईहरुलाई यो सालको आरम्भ कालदेखि नै ग्रहहरूको बसाई उपयुक्त बनेको छ, तर तपाईहरुको लागि अहित ग्रह मंगल लाभ स्थानमा नीच अवस्थामा रहिदिनाले जुन 6 जेठ 23 सम्म समय सन्तोषजनक नरहला। तपाईहरुको लागि धन तथा भाग्य स्थान स्वामी ग्रह शुक्र मृत्यु तथा कष्ट स्थानमा मे 31बाट जुन 29 अर्थात जेठ 20 देखि असार 15 सम्म 29 दिन जति दूषित हुने हुन्छ। सावधान रहनुहोस्। तर चिन्ता नलिनुहोस्, जुन 30 को दिनबाट समय उज्यालो हुँदै आउनेछ। त्यसपछिको समयले तपाईहरुलाई व्यापार, बिजनेस तथा कामकाज जन्य विषयलाई विशेष महत्त्व दिन थाल्नेछ। सन्तान तथा दाम्पत्य साथीको शुभताले भाग्य उदय हुँदै जाने जस्तो समय निर्माण हुनेछ। यो समयमा तपाईहरुलाई विभिन्न कार्यमा काम गर्न जोश जाँगर देखा पर्नेछ। असार महिना तपाईहरुको लागि सुख समृद्धिदायक बनेर बित्नेछ। विदेश यात्राको पर्खाइमा रहनेहरूको लागि समय भदौ महिनाले सायद बनाउनेछ। अब तुला राशि, तपाईहरुको लागि वर्षको आरम्भ कालको समय जोसिलो रहे तापनि बिस्तारै समय ओसिएझै बनेर देखा पर्नेछ। जेठ महिनाको तेस्रो सप्ताहबाट समय पुनः शुभ हुन सुरु गर्नेछ। असार महिनाले तपाईलाई अवश्य पनि खुशी र सुखी तुल्याउनेछ। साथी सहदरसँगको मेलमिलापले तपाईलाई भाग्य वृद्धि जन्य फल प्राप्त हुन सक्छ, तर बेमेलको कारणले भने कुनै पनि प्रकारको क्षति स्वीकार्न बाध्य हुनुपर्छ। व्यापार, बिजनेस, राजनीतिक तथा कामकाजीहरूको लागि समय जेठ महिनाको तेस्रो सातासम्म कष्टकर रहनेछ। त्यसपछि 81 समय बदलिएर तपाईहरुलाई सन्तुष्टि दिलाउनेछ। अक्टोबर 18 देखि डिसेम्बर 6 सम्मको अवधि समय तपाईहरुको लागि शुभ बलि बनेर देखा पर्नेछ। विदेश जान चाहनेहरूलाई असार महिना शुभ बनेर आउनेछ। विवाहितहरू र नयाँ विवाहमा जोडिन चाहनेहरूको लागि असार महिनाबाट समय शुद्ध हुन थाल्नेछ। अब वृश्चिक राशि, तपाईहरुको लागि यो वर्षको आरम्भकाल समय उश्रृङ्खल रहनेछ। जेठ महिनाबाट उदासिलो समय शुरू हुनेछ। असार महिना थोरै दुखी समय बनेर देखा पर्न सक्छ। समयमै सचेत रहनुहोस्। विवाह गर्न चाहनेहरूको लागि समय दूषित नरहे तापनि सन्तान प्राप्तिको सुरुवाती उद्देश्य बोक्नु अरिष्ट दुखदायी हुनेछ। जुलाई 26 देखि अगस्त 21 सम्मको समय अवधिभित्र विवाहितहरूले सँगै यात्रा नगर्नुहोस्। घर बाहिरको यात्रा तथा विदेश जानेहरूको लागि यो समय कष्टकर रहनेछ। शुभ कार्यको लागि शुभ साहित्यको समय तय गर्नलाई अक्टोबर 18 देखि डिसेम्बर 5 सम्मको समय अवधिभित्रको दिनलाई रोज्नुहोस्। अब धनु राशि, तपाईहरुको लागि वर्षको आरम्भकाल समय सामान्य रहे तापनि जेठ महिनाबाट समय बदलिएर देखा पर्नेछ। बुद्धि तथा योजनाको स्वामी मंगल कष्ट स्थानगत रहनाले समयसँग धेरै कमी कमजोरीको सामना गर्नु परे तापनि जेठ महिनाको तेस्रो सप्ताहबाट मुक्ति मिल्नेछ। लग्नेश बृहस्पति विवाह स्थानगत जानु र राहु तृतीय स्थानमा बसेर सप्तम स्थानमा हेर्नाले विवाह तथा यौन सुख प्राप्तिको समय निर्माण भइरहेको छ।
विवाह गर्न इच्छुकहरूको लागि यो समय उत्तम रहने हुन्छ। तर अक्टोबर 18 देखि डिसेम्बर 6 भित्रको समय अवधि भने दूषित हुनेछ है। यस समय अवधिमा तपाईको शिर स्वामी बृहस्पति मृत्यु स्थानगत कर्कट राशिमा हुनेछ। कर्कट राशिमा बृहस्पति उच्च रहनाले मृत्युतुल्य कष्ट, जोखिम कार्यप्रति रुचि हुनु, धननाशको मार्ग अपनाउनु, लामो अवधिसम्म बिमारी भई अस्पतालको बसाइ हुनु, जेल यात्रा, परदेश यात्रा इत्यादि जन्य विषयको समय सायद बनाएर नजिक हुन सक्छ। होशियार रहनुस्। अन्य ग्रह मृत्यु स्थानगत भए चाहिँ बृहस्पति हुँदैन, किनकि धनु लग्न राशि हुनेहरूको लागि मृत्यु स्थानमा कर्कट राशि पर्दछ र कर्कट राशिमा बृहस्पति शुभ बलि हुने हुन्छ र नराम्रो स्थानमा बृहस्पति ग्रह शुभ बलि हुनु भनेको बृहस्पतिको गुण र स्वभाव अनुसार नराम्रो र कष्टलाई बृहत रूप दिनु हो। कष्ट स्थानमा उच्च भएर बस्नु, हेराई, वृश्चिक र मकर मीन राशिगत रहनु र हृदय स्थानगत मीन राशिमा शनि रहनु, शनिको दशम हेराई शिरमा हुनु, यी सबै कुरालाई हेर्दा बुझ्दा नराम्रो काम प्रति समयले तपाईलाई उक्साउने हुन सक्छ। शनिको अन्धकारमय विचारलाई उज्यालो दिने प्रयासमा बृहस्पतिले मृत्युमा बसेर जोखिम उठाउने प्रयास गर्न सक्छ। धेरै धन हानि हुन सक्छ। धेरै कुराले समय दूषित हुन सक्छ र सकभर आफ्नो शरीर, स्वास्थ्य, सम्मान र शिरको जतन गरिरहनुस्। कर्म, कामकाज इत्यादि सामान्य अवस्थामा रहनेछ। विदेश जान चाहनेहरूको लागि जेठ महिनाको तेस्रो सप्ताहपछि समय शुभ हुनेछ। असार महिना शुभ रहे तापनि श्रावण महिना थोरै अभागी रहन सक्छ। स्वास्थ्य कमजोर रहेकाहरूले अक्टोबर 18 देखि डिसेम्बर 6 भित्रको समय अवधिमा आफूलाई चनाखो राख्नुस्, अन्यथा जे पनि हुन सक्छ। धनु लग्न राशि हुनेहरूको लागि अक्टोबर 18 देखि डिसेम्बर 6 भित्रको समय अवधि तपाईहरूको हितकर रहने छैन है। अब मकर राशि। तपाईहरूको लागि समय वर्षको आरम्भकालदेखि नै खर्चालु बनिरहेको छ, होस गर्नुस्। साथी सहोदरसँग रहने स्वभावको हुनुहुन्छ भने चलाक रहनुस्। आकाशमा राहु, बृहस्पति, शनिको बसाई मकर लग्न राशिहरूको लागि जान्दा राम्रो र नजान्दा सर्वनाश तुल्याउने अवस्थामा छ। विशेष गरी धन, बोलीबाणी, व्यवसाय, कामकाज प्रति समयले उग्र रूप लिनेछ। कामकाज व्यवसायमा इमानदारीता अपनाइरहनुस्। हतारिएर छिट्टै धन कमाउने मार्ग नअपनाउनुस्, अन्यथा पछताउनु पर्ला। साथी समाज, भाइ बहिनी प्रति चनाखो रहनुस्। धार्मिक विवादमा मुछिन सक्ने समय पनि देखा पर्न सक्छ, चलाक रहनुस्। माया प्रेम, सन्तान प्राप्तिको चाहना र विदेश जान चाहनेहरूको लागि समय उत्तम रहनेछ। अब कुम्भ राशि। तपाईहरूको लागि आकाशमा यी 3 ग्रहहरूको बसाई उत्तम रहने भएकोले धेरै जसोले कामकाजमा सफल हुनेछ। असार महिना थोरै भड्किलो बनेर देखा पर्न सक्छ, होशियार रहनुस्। जन्मकुण्डलीमा राहुको बसाई अवस्था शुभ हुनेहरूको लागि समय धेरै शुभ बनेर देखा पर्नेछ। कामकाज व्यवसायमा रहनुहुनेहरूलाई असार महिनाबाट समय शुभ हुँदै आउनेछ। विदेश जान चाहने इच्छुकहरूको लागि समय सामान्य रहनेछ। माया प्रेम तथा सन्तानको इच्छा राख्नेहरूको लागि समय उत्तम रहनेछ। विवाहितहरू भने थोरै सजग रहनुस्, कलह हुन सक्छ। लग्ने शनि आकाशमा शुभ अवस्थामा रहनाले तपाईहरूलाई सुखको कमी भएको महसुस अवश्य पनि गर्नुहुने छैन। अब मीन राशि। तपाईहरूको लागि जेठ महिना सुरु भएपछि समय उत्तम बनेर देखा पर्दैछ। नहतारिनुस्। कसैको जन्मगत ग्रह शुभ अवस्थामा नहुँदा पालो ढिलो आउने हुन्छ। माया प्रेम, भविष्यप्रतिको योजना, सन्तानको खोजी गर्नेहरूको लागि समय अक्टोबर 18 देखि डिसेम्बर 6 भित्रको समय अवधि अति उत्तम रहने हुनाले आफ्नो प्रयासलाई निरन्तरता दिइराख्नुस्, निराश हुनु पर्दैन। वैवाहिक सम्बन्ध शुभ रहनेछ। वैदेशिक क्षेत्रमा रहनुहुनेहरूले नयाँ घर, गाडी तथा स्वदेशमा भएको घरलाई खुशी र सुखी तुल्याउने हुनेछ। स्वदेशमा रहेर राजनीति तथा कामकाजी जीवन बिताउनेहरूको लागि त यो साल नै उत्तम रहनेछ। समग्रमा भन्नुपर्दा असोज महिनाभित्रको समयमा तपाईहरूको लागि कुनै दुविधा र अशुभ देखिन्न। दर्शक साथीहरू, आकाशमा रहेका मूल 4 ग्रहहरूको अवस्थालाई हेरी बुझी मैले यसरी राशिफल कथन गरेको छु। तपाईहरूको जन्मकुण्डलीको ग्रह अवस्था अनुसार ढिलो चाँडो समयको दोष अवश्य नै देखा पर्नेछ। मैले अशुभ हुन्छ है भनेको जतिले नसुने झै नगर्नुस् र शुभ बताएको जतिले समयले दिएको शुभ फलको भरपूर फाइदा लिन सक्नुस् भन्दै
म ज्योतिष इन्द्र भुजेल तथा यस आइबी डकुमेन्ट्री युट्युब च्यानल सञ्चालक आजलाई बिदा चाहन्छु। धन्यवाद।